हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन अहिले चाहिँ हामी चुली जान आँटेको कस्तो धमिलो देखायो यार तर के भएको यार तर ठिक छ लाइट साइड छैन नि त लाइट साइड छैन चुली जान आँटेको हाम्रो प्याकिङ स्याकिङ सब यहाँ अहिले देखाउनु न के हुन्छ ट्याक्क होइन यता सृजल साथी यता हाई भनिदेऊ न त यता माप्स यता यता हाम्रो को अरे ए माइकल कुकमा भइहाल्छ त सुजी अनि यता रवि एके ठिक छ ल त्यसै हो होइन यति छ अब यो चाहिँ हाम्रो होटेल होइन यहाँ मेरो भाइको यहाँ बिहाली चल्दैछ बिहाली होइन के गराइ हुँदैछ यहाँ छैन त कस्तो छ तयारी कति दिन छ अब कति दिन छ अब भनेको कतिवटा एक्जाम भइसक्यो दुईवटा ठिक छ यो चाहिँ यहाँ आउनु चाहनुहुन्छ भने लोकेसन भन्दै कहाँ हो दुधे चोकमा ट्याक्कै यता माथिपट्टि हेर्दा दोकान भेटिहालिन्छ मेरो नाम लिएर आयो भने 10% अफ ल है त अहिले सबजना आएर भेट्छु गाइज हामी सबजना भेटिसकेको छौँ होइन यता प्रनिस सर पनि अघि स्टार्टिङमा हुन्न थियो अब चाहिँ सुटबुटकै रनिङमा ठिक छ यता चाहिँ अलिकति लाउरेपट्टि मात्रै हो अरू काम नलाग्ने हो अरामजी एसटिआर कुद्दै खाएँ पर त्यही हो होइन केटाहरू मात्रै गएको यसरी हुन्छ काटेर बनाइदेऊ ल उहाँ माथि एउटा उहाँ माथि बाँदर यता अनि यहाँ दुईजना अनि यता लडाकुहरू छ ल लाउरे थियो जो म सक्छु आका बुम चिल्लाका बुम दुङ दुङ डाडुले हान्छु रहन डाडुले यहाँ को कि फेरि डाडुले हान्छु म यहाँ सबजनालाई यहाँ तरिकम छु हिँड कडा कुदा यही हो लाउरे कुदा यता हुँदो रहेछ नि त यता मर एसटिआरलाई चाहिँ ठेल्दै ल्याऊ होइन यस्तो कहाँ प्रणिस त्यहाँ हामी भ्यू आउने ठाउँमा बस्नुपर्छ हाल्दै भनेपछि हाल्दै मुटु केटा पर्ख्यौँ यत्रो सुझाउने शिक्षक थर्कै हाल्दैछ आधी पनि आइपुगेको छैन तर आधीमै केटाहरूको फ्याक भइसक्यो मान्छे पर्खेको हामी खास गरी तर यस्तो सानो काटेको त पक्र्दैनौ ल तिनीहरू आएपछि बाटो कुरौँ न नजाने रे पानी खाइदिउँ त अब यहाँ चाहिँ कहाँ हो भन्छ बाटो भन्छ जाउँ अब लाग्यो श्रीजल अब चाहिँ गाली गरोस् नहोस् ल यस
माथिसम्म चढिछ नि खतरा आम्मामा चढैलु हामी पनि लाग्दिन्छौँ अब हामी पनि गाइज हामी चाहिँ आइसक्यौँ यहाँ चाहिँ चुलो बन्दैछ यता चाहिँ ए भ्यू हेर्न चढ्नु भएको रहेछ हाम्रोमा यहाँ चाहिँ कपिराइट लाग्छ भनेर मैले यो भोइस ओभर गरेको म चाहिँ त्यहाँ कटिङमा थियो यहाँ पूजा थियो होइन उता प्रनिस सर खाना बनाउँदै थियो यो चाहिँ बेल्छ यहाँ मस्त म कटिङ हान्दै थिएँ होइन अनि यता क्यामेराम्यान रवि थियो यता एसटिआर अनि कपिराइट लाग्छ भनेर मैले उयो म गरिनँ क्या यो रवि जामा लाउने त्यस्तै चटपटे रोकिनु भएन जे भएन चटपटे रोकिनु भएन जङ्गा लाग्यो लाग्यो अलिकति थाम 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 यता हुनुहुन्छ प्रनिसजी सरी यहाँ मासुमा हालिदिनु म हान्छु मैले खुट्टा झऱ्यो एउटा खुट्टा पानी खोइ पानी ए भगवानलाई चढाइदिएको पक्रिने चाहियो सब काट्न जति छ सब काटे लोभ नगरिकन चल्छ यहाँ यो भइसक्यो अब सुरुमै प्याज हाल्नु पर्ने खनेर हो क्या मेरो बाबु मैले सेतो भनेको यो मुजी यहाँ हेरिङ हान्नु त्यो प्रजल यहाँ हेरिङ हान्नु यो सेतो भनेको खासरी प्याज काट्ने होइन नि यसमा यो चाहिँ के गरेको सेला धर्न त सलाद भन्छ नेपाली भाषामा मुजी गाउँले भाषा हो क्या गाउँले भाषा मात्र चल्छ मुजी कति साह्रो मुख भएको हो के चाहिँ बाल भयो पोखिनहरू क्या यो पोखिँदैन तर पोखिन्छ जस्तो लाग्छ ल है त यस्तो थम्बनेल खोइ गोरा आयो कि क्या आज हावा
कोही म माटा हाल्नु है कतै पुगिन्छ कान्छ अहिले कम त कल्लो ओ कहाँ माटो हाल्यो बरु यो कहाँ राखौँ उयो राख्नु उयो अगाडि त्यसै लाउँछ एकछिन यो ओह्रालो हो क्या होइन हुन्छ यहाँ राख्नु ल यसलाई छोप्नु पर्ने हुन्छ ठिक छ यस्तो छ है त ल चिर्पी हान्दिउँ न बिस्तारै यो चाहिँ मासु उयो गर्नको लागि खानुको लागि यो चाहिँ मेरो है त यत्रो ठुलो दामी ल ठिक छ 1 जना 2 3 4 5 6 7 8 8 जना अझै छ प्रनिस अनि यहाँ पनि छ अनि यहाँ पनि छ सब ठिक छ ल डिजाइन नराख्न त्यहाँ चाहिँ फलफल मासु चाहिँ राख्न हान्डेको मुजी नखाऊ अरूलाई ल्याम हाल अब बरु दामी यसो हालेको रस पनि ड्याम हालिदियो होला दामी हुन्छ हाम्रो खुवाई अघि खाइसकेको छ अरूले सार्दो त सबलाई लगायत कस्तो छ पिकनिक वाइल्डै हुँदैछ गिलास यहाँ छ निकाल त उयो निकाल्दा सब पुग्छ यहीँबाट पुग्छ सब ल म सबलाई अब उयो हालिदिन्छु पुगित हाल्छ त्यो भन्दा यता यस्तो यताबाट छोटा लाग्यो मन गरे मान्छे डाइरेक्ट गएर काम हानिहाल्छ एकजनाको मतलब एकजना टेन्डर कन्ट्याक्ट है त्यसमा गएर काम हान्नु कन्ट्याक्टमा त हिँड्दिन म बरु हान्दिनँ कन्ट्याक्टमा हिँड्दिनँ ठिक छ होइन देखेको छैन ल सबजना खाइसकेको छ मन्नु म्यान एउटा फोटो खिच्छ मेरो दामी छ भ्यू यो भिडियो नहाले मैले मार्छ चौकीदारले डन नो कमेन्ट सिकारी हो त म अब नि उया माथि जाने रहर त्यो पनि कुन डाँडामा आएर हुन्छ ल हामी चाहिँ यहाँ माथि खाएको थियौँ होइन अब सबजना लाग्दैछन् अलिकति अप्ठ्यारो भयो म तल गएर भ्लग गर्नु पर्यो टिचा ढिम्की एउटा भइहाल्यो फर्किँदैछु म अब ओला हुन्थ्यो सक्काउला चाहिँ हुन्थ्यो यो हाना नि त कुन हाना ल ठिक छ लाग्दिउँ अब हामी पनि गर्दै लाग्दिउँ त यस्तो चर्को घाममा होइन अब फोटोसुट हुँदैछ कति खतरा पेडो यहाँ 3 जना अगाडि जाँदैछन् थाम्छु म नि फेरि एकैमा छम उहाँ तल रहेछ नि त त्यो रुखटार अझै माथि आउँदैन त्यहाँ टल्किँदैछ खै त्यो गाडी टल्केको होइन माथिको त्यहाँ यतापट्टि छ क्या
अन्त त्यहाँदेखि यतापट्टि त्यसो भने मेरो घर हाम्रो गाउँ यता हो सिर्जले भनेपछि यता यता यहीँनेरि त रहेछ उहीँनेरि त रहेछ मेरो घर त देखिनु पर्ने त हौ माइदार यता उया छ माइदार पानी ट्याङ्की देखिन्छ माइदारमा कसम सक्दा माइ खोला त ठुलो अनि यहाँबाट गयो छिटै पुग्दैन त गाडीहरू त तान हिँड्दैछ त हो त्यो सरदारे उयो सरदारे माथि जान्छ नि यो उतापट्टि हो सरदारे सरदारेको माथि जान्छ यो चाहिँ बस्नुकै लागि आएको अरे माथि कहिले पुग्नु अब दाइ हामीले पौडी खेलेको कि वान पिस भेटेको थियौँ होइन होटेल आएर फोटो खिचेको कसको होला क्या कि त बस्ने गरी आएको रहेछ सुन्तला हालेर ट्राई गरेको कसरी अनि फोटो खिचेको थियौँ यसरी क्या अब नचिने सुन्तला टिप्न आएको अरे होइन हौ क्या सुन्तला अहिले हुन्छ हौ बस्ला आउनलाई ब्रेक यस्तो तयारी थिएन नि बस्नु लागेको हो नि आउन बाटो छ बाटो छ सर उत्रेर त भन्दिनु पर्छ उयो अब स्यालले हात्ती बस्नु सबै भाग्दैन सब माथि छिटो आउ हात्ती यस्तै छ हात्ती यस्तै छ ओइ नाउ 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 ओइ नाइ नभन न मुजी उहाँसम्म यसरी भाग्नुपर्छ यस्तै भएको उयो बसिरहेको छ हो एकछिन भगाउनु पर्छ नयाँ बाटो ढुङ्गा चाहिँ यता ढुङ्गा छैन नयाँ बाटो यो सिधै पानी ट्याङ्कीमा गइन्छ पानी ट्याङ्कीमा गएर अन गरिन्छ भिडियो है त ल है त भाँडाकुटी खेले जस्तो लागिरहेको छ ल सबजना अब लागिदिनु पर्ने हुन्छ होइन आजको भ्लग यस्तै थियो टुप्पैमा पुग्यौँ नि त अनि टुप्पैमा पुगेर यहाँ गल्यौँ ल आजको भ्लग यति नै थियो थ्याङ्क यू सो मच फर वाचिङ बाई